वेलकम टु माई भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि अहिलेसम्म सन्चै नै छु। मैले चाहिँ 2-3टा टिप गरिसकेको छु। अहिले चाहिँ यहाँ कुसादेवी भन्ने ठाउँमा आएको छु होइन। यहाँबाट चाहिँ जानलाई लागिरहेको छु म चाहिँ। अब भन्दै जान्छु होला। आज म ढिला आएँ। अनि ढिला आएको हुनाको कारणले चाहिँ आज त्यति भएन। अब उता विकास अङ्कल चाहिँ फेरि उता पठाउँदा जाने हो नि, बुढा के काम पऱ्यो भन्नु गइएन। अब भोलि जाने कुरो छ। अहिले चाहिँ म काममा आइसकेको छु। म चाहिँ यहाँबाट अब जाँदैछु तलतिर ओह्रालो न्युट्रलमा होइन। यहाँ चाहिँ मेरो त्यही 250 राइड लागेको थियो बतासे डाँडाबाट। घाटै पऱ्यो कि ठिक्क भयो कि अब के हो भन्नु होइन। जोस् बच्न त बच्छ, त्यही पनि लास्टै लो रेट भन्नुपर्छ यसलाई चाहिँ। यो उकालो ओह्रालो धेरै छ नि त। परबाट के अब गाडीमा आयो भने यो दिदीलाई कम्तीमा 300-400 नै लिन्छ होला भनौँ न। एक हिसाबले अटो सटो चढेर आउनु पर्ने अरे। त्यही भएर म चाहिँ यहाँ यत्तिकै आइदिएको छु। 250मै आइदिएँ, केही भएन। म चाहिँ अब यो मन्दिर उक्लिँदैछु। कुकुरहरूले अब हमला गर्न सक्छ। गाडी गइरहेको छु। अहिले चाहिँ यहाँबाट पनौती बजार चाहिँ ठिकै देखेको रहेछ। तर यो चाहिँ डेन्जरै ओह्रालो हुन्छ। यो चाहिँ देख्दैन कि यो ओह्रालो त फेरि भिडियोमा देख्नु मात्र यस्तो पुरै नै ढाडो छ कि फेरि दुर्घटनाग्रस्त क्षेत्र हुनाले फेरि हाम्रो यहाँ चाहिँ एकदमै स्लोली गइरहेको छु म चाहिँ। यो त झनै ठाडो बाइक अगाडि पल्टेलाखेर भइरहेको छ। बास यहाँ आइसकेपछि अब हामी जाँदैछौँ पनौतीतर्फ। म चाहिँ यस्तो डेलिभरीको काम पनि गर्दैछु। यो चाहिँ तन्दुरी र नान हो। यस्तो डेलिभरीको काम गर्दाखेरि अलिक बढी आउँछ कि अब अफलाइन जस्तै भनौँ न। यो चाहिँ अब चिनेको नाताले धेरै आउँछ। म चाहिँ गर्दैछु होइन। अब यहाँ चाहिँ होइन मेरो यो मोबाइल राखेर भ्लग बनाउँछु भनेर अघि लागि मात्र राखेको थिएँ। साला ब्ल्याट गरेर यो बिग्रिदिए। यहाँ सन्जु दाइले बनाइरहेको होइन। ट्याक्क लाएर उयोसँग चाहिँ यतापट्टि नट हुँदो रहेछ कि यतापट्टि घुमाउने नै फुत्केछ कि। अब यहाँ जुगाड गरिरहेछ गर्न चाहिँ अब हुन्छ कि हुँदैन। यो नि हराउला नि साला कहाँ गयो फेरि। ल साला यतातिर पुगेछ होइन। अनि यहाँ टेन्सन भइरहेछ आज चाहिँ। यो राइड पनि ठिकै लाग्यो आज त। जे होस् फाइदै भयो भनौँ नि त्यतिखेर ढिला गएर पनि। हामीले चाहिँ यो फाइनली बनाइसकेको छौँ होइन। यहाँनिर यस्तो नट हुँदो रहेछ क्या, यही उड्दैछ होइन। म चाहिँ के भयो भने चाहिँ मोबाइल झन्नै झरेको। यस्तो टेन्सन भएको थिएन मलाई फेरि। अब फेरि यो भइसक्यो। अब त सब ठिक भयो। अब ठिक छ, म फेरि कामतिर लागेँ। म चाहिँ अहिले यहाँ बनेपामा आएर बसिरहेको छु। हाम्रो यहाँ लोकेन्द्र दाई पनि हुनुहुन्छ होइन, राइडर। हामी बस्ने जक्सन होइन त दाइ। यो अहिले चाहिँ टिप्न लाएर बिजोग भइरहेछ। अब यहाँ कुदिरहेको छु। बेलुका कतिसम्म हुन्छ हेरौँ होइन। हाम्रो लोकेन्द्र दाई यसो आइगइरहेको है। हस्की आइसकेको छ। मलाई डर लाग्ने फेरि मैपट्टि आउँछ। यस्तो टेन्सन हुँदैन नि मलाई। पुरै एट्याक मोसनमा छ ऊ। म चाहिँ अब एउटा राइड कम्प्लिट गरिसकेको छु यहाँ लिएर आएर होइन। मेरो चाहिँ लास्ट राइडै हो भन्नुपर्छ। अब म चाहिँ यहाँबाट लगभग घरतिर निस्किसकेको छु अब। किनभने यो यो के अरे यो श्रीखण्डपुर हो यो चाहिँ होइन। अब यहाँबाट चाहिँ यसो त्यो फर्केको आइसकेको छु। ब्रिज क्रस गरेर हामी चाहिँ यहाँ अहिले बाँसघारी भन्ने ठाउँमा आइसकेको छौँ। बाँसघारी फेरि यहाँ 2-3टा ठाउँमा छ कि। एउटा धुर्मेनमा पनि छ, एउटा चाहिँ यो ढलमले भन्दा अलिकति मुनि लाइन बाँसघारी भन्छ। म चाहिँ बाँसघारीबाट फर्किँदैछु। घर जाँदैछु होइन। कहाँ फर्किँदै हुनु। अब हाम्रो धुर्मेले टिप्पर आइरहेको रहेछ होइन। उहाँ क्या दामी देखिरहेछ। भिडियोमा त्यस्तो देख्दैन रहेछ। बाँसघारी आइसकेपछि चाहिँ अलिकति मनमा त्यो पुग्नु कहिले काहीँ मेरो चाहिँ होइन। किन त अब त्यो थाहा नै छ। यहाँबाट चाहिँ गइरहेको छु। हाम्रो चाहिँ बाहिरबाटै सन्जु दाइ रहेछन् होइन। अब हामी चाहिँ त्यहाँ सन्जु दाइतिर जाँदैछु म चाहिँ। यसो साइलाइट बाल्दै खोज्दै भनेर होइन। हो दाजु भेट भयो त। भेट भयो त आज त। ए ठिक छ ल।
हाम्रो चाहिँ पशुपतिनाथ मन्दिर हो। यहाँबाट राइटपट्टि लागिसकेपछि म चाहिँ घरतिर लाग्छु। म आउँदा त आज चाहिँ रहेछ अलिअलि अलि त्यो पहिलाको भन्दा अलिकति भिड त भिडै हो। अलि अप्ठ्यारो हुँदा चलाउन थोरै। हाम्रो चाहिँ मान्छेहरू हातसम्म त हिँडिरहेको छ होइन। म चाहिँ यहाँ अहिले उतातिर आइसकेको छु। लगभग घर पुग्न लागिसकेको म चाहिँ म लगभग चाहिँ 8 बजीको बाहिर कपाल काट्नु मात्र अप्डेट गरिरहेको छ। भोलि मान्छे दिमाग खराब बनाइदिनु बाप्रे बाप्रे। यस्तो गर्नुपर्छ त्यहाँमा ट्रेन भइदिनु बत्ती अटोमेटिक बल्छ होइन त अब आज पनि टाइम चाहिँ लाग्न सक्छ। बलिदियो होइन बत्ती नि यसरी ओत्तिरिको अड्किरहेको छ त चाबी यार के भइरहेको छ यो। यसरी चाबी निकालिदिइसकेको छु। यो लाइट अफ गरिदेऊ। मेरो भ्लग चाहिँ यहीँ इन्ड गर्दैछु। आज धेरै भएन त्यही 1260 भएको थियो। त्यसपछि अहिले चाहिँ तेल हालेर 960 जोगिएको छ। जान पनि म फेरि 12:30 1 बजी गएको थियो। यो राम्रै भन्नुपर्छ यसलाई। ठिकै हो। बाई बाई।